गाइस यो फेवाताल पोखराको है पोखराबाट उत्तरतिर हिमालय श्रृङ्खला देखिएको छ है हामी जस्तो साथी त कोही पनि यो हाम्रो सराङकोट पर्छ गाइस है यहाँबाट केबुल कार जान्छ योबाट केबुल कार हुन्छ है तपाईलाई म चिनाइदिन्छु यो केबुल कार जाने बाटो सराङकोट है अनि यो माछापुछ्री पर्यो यो अन्नपूर्ण पर्यो हैन अनि तालबारा मन्दिर यहाँ छ गाइस पोखरामा फेवाताल भनेको यही हो है अब हामी पारीपट्टि जाँदै छौं हाम्रो आजको लन्च गर्नको लागि गाइस यो पोखराको फेवाताल है म बोटिङमा गइराखेको छु यो फेवाताल हो है हाम्रो भाइ हुनुहुन्छ उहाँ ड्राइभर है अब यो हाम्रो पारीपट्टिको रानी जङ्गल हो है हामीले मन्दिर घुम्नलाई घुमिरहेका छौं अब हाम्रो यात्रा चाहिँ तालपारी हुन्छ है अब खानाको व्यवस्था गर्नको लागि रमाइलो छ गाइस उता डाँडाको देखेँ स्तूपा हो है हामी घुम्न आएको तपाईहरु पनि आउनुस् एकचोटि पोखरा आएर फेवाताल घुम्नु भएन भने तालबारा मन्दिरको दर्शन गर्नु भएन भने पोखरा आएको गए भनेर व्यर्थै हुन्छ है गाइस रमाइलो छ साथीहरु यो पोखराको फेवातालको तालबारा मन्दिरको माछाहरु है यहाँ चार दिनुपर्छ हाम्रा यी माछाहरु पत्ले रहु भन्छ नि यही माछा हो है यही माछाहरु एकदम महँगो छ पोखरामा चाहिँ 1200 रुपैयाँ केजी छ है साथीहरु यो माछाहरु है यहाँ टन्नै छन् तर यो चाहिँ यहाँ चाहिँ मार्न पाउँदैन है यो तालको मन्दिरको संरक्षणले जोगाएर राखेको अब यो तालबारा मन्दिरको वरिपरि परीक्षण गर्दैछु है म घुम्दैछु तपाईलाई सबै देखाउँछु मैले हाम्रो यहाँ नरिवल फुटाउने ठाउँ छ है अब मन्दिर छ यहाँ है अनि तपाईको यो मन्दिर वरिपरि सबैजना आज तिहारको कुकुर पूजाको दिनमा है म घुम्न आएको हाम्रो चाहिँ मेन मन्दिर चाहिँ जीर्ण अवस्थामा भएको कारणले गर्दाखेरि बनाउने क्रममा छ यताको सहायक मन्दिर हुनुहुन्छ है यता तपाईहरु देख्न सक्नुहुन्छ यहाँ मान्छेको भिड छ है तपाईहरु कतिजना आउनु भएको छैन होला देख्नलाई तर तपाईलाई सबै देखाइदिन्छु